फाइनली आज चाहिँ हामी सरस्वती झर्नको लागि निक्ल्यौँ। अब लास्टसम्म के हुन्छ कस्तो हुन्छ टक्क हेरिदिनु होला है त, साथ दिनु होला। फाइनली सरस्वती झर्ना आइपुग्यो। मिसन कम्प्लिट। अब ठुलो झर्ना आइपुगेको छैन, अब माथि अझै माथि छ, एउटा माथि जानुपर्छ। फाइनली हामी चाहिँ यहाँसम्म आइपुग्यो। अझै यता त्यो बादलभित्र पुग्नुपर्ने छ, कोसिस जारी छ। यता हाम्रो साथी थकेर फ्याँ यता हामी पनि यस्तो भाषा ताल गाई आउने हो भने यसो डाइट साइड पेलेर आउनु होला, नत्र भने यहाँतिर आउन अलि मुस्किलै छ। हामीले यता तल त्यो देखिरहेको डाँडा मुनिबाट यता फाइनली अब हेर्दै गर्नु होला। म त यसो देखाउँछु। फाइनली हाम्रो बाटो चाहिँ यस्तो हुँदैछ। यता भाउजू डराइ उक्लिँदै हुनुहुन्छ। दुईजना बाँदरहरू माथितिर चढ्दैछ गाइस। अब पुग्नु लाग्यो होला, एकछिन हेर्दै गर्नु है। ओ बिस्तारै तान्ने यो पाइप यस्तो छ। हालत गम्भीर छ गाइस। मुटु डह्रो छ भने आउनु होला यो ठाउँमा घुम्नलाई, नत्र नआउनु होला। कमजोर मुटु हुनेहरू नआउनु होला। झर्ना अलिक सिधा। वाउ, पानी पुरै बाटो चाहिँ हल्का अप्ठ्यारो छ।